नमस्कार सबैजनालाई। आज चाहिँ म हाम्रो बारीमा लसुन गोड्ने काम देखाउन गइरहेको छु। हाम्रो चाहिँ लसुन यहाँनेर रहेको छ। हेर्नुस् है त, हाम्रो लसुन यहाँनेर यस्तो छ। हामीले रोपेको लसुन यहाँ हेर्नुस् है त, यहाँ ल कुटे माग्नु गह हाम्रो लसुन चाहिँ सागहरू पनि रहेको छ। कुटे मागेर लिएर आइसकेपछि चाहिँ हामी लसुन गोड्छौँ। कहिले हामी चाहिँ लसुन रोप्दै के अरे गोड्दैछौँ यहाँ। ए लसुन बारी हाम्रो नै हो। हामीले ट्याक्क 2 करोडको कति 3 तला घर बनाउन लागिरहेको छौँ। पहिला लसुन खाने योजना छ हाम्रो, हैन जति फेरि 3 तला कि घर जस्तो छ। अघि आउने गाडी छैन त्यसले मजाले गोडिरहनु भएको मेरो कुरा चाहिँ लसुन हाम्रो यसपालि लसुन किन्नु पर्दैन गाइज। उता चाहिँ मोबाइल मात्रै टेस्ट आउनुहुन्छ, काम गर्नुहुन्न। यहाँ हाम्रो चिनी छोरी गाइज कस्तो सुहाएको साग पनि छ, चम्सुरको पालुङको देखाउनु चम्सुर साग हाम्रो चाहिँ यस्तो रहेछ हाम्रो परिसरमा। अगाडि खाना पाउँदा कस्तो रमाइलो हुन्छ। म चाहिँ एकदम काम चोर होइसिन्छ ल है त गाइज। हाम्रो आजको काम चाहिँ यति नै। टाटा बाई बाई गए ल।